हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल नेपाली फिल्मी होरा। केही हप्ता अघिसम्म शान्त देखिएको नेपाली फिल्मी बजार फेरि एकपटक चर्चामा आउन थालेको छ। यहाँ एउटा फिल्मले 10 करोड क्लब पार गरेर नयाँ इतिहास बनाएको छ। अर्कोतर्फ निखिल उप्रेतीको कमब्याक फिल्म आचार्यको टिजरले इन्टरनेटमा आगो बालिरहेको छ। प्रियङ्का कार्कीको मास्टरनीको टिजर रहस्यले भरिएको छ भने निता ढुङ्गानाको पार्वतीले दर्शकहरूलाई भावुक बनाइरहेको छ। यता बेहुलीको गीत भाइरल छ, कका केकीले उत्सुकता बढाइरहेको छ र यसै बीच दुई ठूला नयाँ फिल्मको घोषणा पनि भइसकेको छ। र आज हामी यिनै कुराहरूबारे छलफल गर्नेछौँ। त्यसैले आजको भिडियो निकै नै रोचक हुनेवाला छ। भिडियोलाई अन्तिमसम्म हेरेर मजा लिन सक्नुहुनेछ। तर भिडियो सुरु गर्नुभन्दा अगाडि च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने गरिदिनु होला। सुरु गरौँ यो हप्ताको सबैभन्दा ठूलो नेपाली फिल्मको अपडेटहरूबाट। सुरुवात गरौँ त्यो फिल्मबाट जसको प्रतीक्षा अहिले हरेक नेपाली फिल्म दर्शकहरूले गरिरहेका छन्। हो, हामी कुरा गर्दैछौँ निखिल उप्रेतीको कमब्याक फिल्म आचार्यको। हिजो रिलिज गरिएको यसको फर्स्ट लुक पोस्टर र टिजर अहिले सामाजिक सञ्जालमा निकै नै चर्चामा छ। पोस्टरमा निखिलको अवतार निकै नै रोचक र फरक देखिन्छ। सर्टलेस लुक, कम्मरमा धोती, आँखामा भिआर ग्लास, हातमा चिल र पिठ्युमा लेखिएको धर्म संस्थापनार्थ सम्भवमी युगे युगे भन्ने संस्कृत श्लोक। यदि उच्चारण तलमाथि हुन गएमा माफ गरिदिनुहोला। यी सबै हेर्दा फिल्मले माइथोलोजी, एक्सन र आधुनिक भिजुअल स्टाइललाई मिसाउने प्रयास गरेको जस्तो देखिन्छ। टिजरले फिल्ममा निकै नै भिएफएक्स र सिजिआईको प्रयोग हुने सङ्केत दिइरहेको छ। क्यामेरा मुभमेन्ट र ब्याकग्राउन्ड स्कोर त बवाल नै छ, तर सिजिआई सटहरू अझै फाइनल क्वालिटीमा पुगेको छैन जस्तो महसुस हुन्छ। भिएफएक्स र सिजिआईको प्रयोग भएको ठाउँमा लाइटिङ र कम्पोजिसनहरूको तालमेल नमिलेको जस्तो देखिन्छ। तर एउटा कुरा बिर्सिनु हुँदैन कि यो फिल्म फाइनल होइन, टिजर मात्र हो र फिल्म रिलिज हुन अझ केही समय बाँकी छ। यदि निर्माण टिमले अहिले आएको प्रतिक्रियालाई ध्यानमा दिएर पोस्ट प्रोडक्सनमा राम्रोसँग काम गर्यो भने आचार्य नेपाली एक्सन फिल्मको एउटा ठूलो सरप्राइज बन्न सक्छ। हुन त यो टिजरमा देखाइएको शटहरू फिल्ममा नहुन पनि सक्छ, त्यसैले अहिले नै यसको बारेमा धेरै कुरा गरेर राख्नुपर्छ जस्तो मलाई लाग्दैन। एक्सनबाट अब लाग्यो एउटा यस्तो कथातर्फ जहाँ बन्दुक भन्दा पनि आमाको माया धेरै खतरनाक देखिन्छ। आयंका फिल्म्सको निर्माणमा बनेको मास्टरनीको टिजर पनि सार्वजनिक भइसकेको छ र भन्नुपर्दा यसले पूरा कथा सुनाउँदैन, तर धेरै प्रश्नहरू छोडेर जान्छ। टिजरको सुरुवात नै एउटा लासबाट हुन्छ, त्यसपछि कथा बिस्तारै एउटी आमा, उनकी छोरी र उनीहरूको सुरक्षातर्फ मोडिन्छ। टिजरको एउटा संवादले त पुरै फिल्मको भाव नै बोकेको छ। उसको सुरक्षा भन्दा ठूलो मेरो लागि यो संसारमा केही छैन। यही एउटा लाइनले दर्शकलाई सोच्न बाध्य बनाउँछ। एउटी आमा आफ्नी छोरीलाई बचाउन आखिर कति टाढासम्म जान सक्छिन्। फिल्ममा प्रियङ्का कार्की, सिमरन खड्का, प्रमोद अग्रहरी, रिचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले र रक्षा थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ। आजकल धेरै ट्रेलरहरूले आधा फिल्मै देखाइदिन्छन्, तर मास्टरनीले यो गल्ती गरेको छैन। यसले केवल रहस्य सिर्जना गरेको छ र सायद यही कारणले भदौ 5 मा रिलिज हुन अघि नै यो फिल्म दर्शकहरूको वाच लिस्टमा परिसकेको छ। रहस्यपछि अब कुरा गरौँ यो हप्ताको सबैभन्दा भावुक टिजरको। अभिनेत्री निता ढुङ्गानाको निर्देशनमा बनेको फिल्म पार्वतीको टिजर पनि सार्वजनिक भइसकेको छ। गुरु पूर्णिमाको अवसरमा रिलिज गरिएको करिब 2 मिनेट लामो टिजरले कुनै ठूलो एक्सन वा ड्रामा देखाउँदैन, बरु दर्शकहरूलाई एउटा भावनात्मक यात्रामा लैजान्छ। फिल्मको केन्द्रमा छ अटिजम भएकी दिदी र भाइबीचको आत्मीय सम्बन्ध। टिजरमा मुख्य रूपमा निता ढुङ्गाना र अशोक दर्जीलाई मात्र देखाइएको छ, कम पात्र तर धेरै भावना। सायद यही कारणले टिजर हेरिसकेपछि धेरै दर्शकहरू भावुक भएका छन्। फिल्ममा दिपाश्री निरोला, सिरु बिष्ट, राधिका कण्डेल, राज पङ्गिनी शर्मा, राजेन्द्र नेपाली लगायतका कलाकारहरूको अभिनय छ। कथा, पटकथा र निर्देशन स्वयं निता ढुङ्गानाको रहेको छ र यो फिल्म भदौ 12 गते प्रदर्शनमा आउने तयारीमा छ। यदि फिल्मले टिजरले दिएको भावना पर्दामा पनि कायम राख्न सक्यो भने पार्वती यो वर्षको मन छुने नेपाली फिल्म मध्ये एक बन्न सक्छ। अब एउटा खुसीको खबर। धेरैले भन्ने गर्थे राम्रो नेपाली फिल्म त बन्छ तर चल्दैन, तर एउटा फिल्मले त्यो धारणा बदलिदिएको छ। हो, हामी कुरा गर्दैछौँ फिल्म गौथलीको। डाक्टर कपिल रिजालको निर्देशनमा बनेको यो फिल्मले अहिले नेपाली बक्स अफिसमा एकपछि अर्को इतिहासहरू बनाइरहेको छ। चलचित्र विकास बोर्डको तथ्याङ्क अनुसार गौथली यस वर्ष 10 करोड भन्दा बढी व्यापार गर्ने पहिलो नेपाली फिल्म बनेको छ। यति मात्र होइन, यसले लाली बजारको यस वर्षको सर्वाधिक कमाइ गर्ने रेकर्ड पनि तोडिदिएको छ। अझ रोचक कुरा, फिल्म अहिले तेस्रो हप्तामा प्रवेश गर्न लाग्दा पनि यसको व्यापारिक गति घटेको छैन। अनुमान छ यदि यही रफ्तार कायम रह्यो भने फिल्मको लाइफ टाइम कलेक्सन 15 देखि 17 करोडसम्म पुग्न सक्छ। तर फेरि हिजोदेखि फिल्म स्पाइडरम्यान पनि रिलिज भएको छ। हेरौँ अब यो फिल्म कहाँसम्म पुग्छ। अब बक्स अफिसबाट सिधै सङ्गीततिर लागौँ, किनकि यो फिल्मले रिलिज हुन अघि नै आफ्नो गीतबाट निकै नै चर्चा कमाइरहेको छ। भदौ 19 गते रिलिज हुने फिल्म कका केकीले यस हप्ता आफ्नो लिरिकल थीम सङ्ग सार्वजनिक गरेको छ। गीतमा आदित्य प्रधानको स्वर, शिशिर थतालको सङ्गीत र शब्द रहेको छ। यसअघि सार्वजनिक भएको क्यारेक्टर लुक्सले पनि दर्शकहरूमाथि निकै नै उत्सुकता जगाएको थियो। विशेष गरी गौरी मल्ल, रेखा थापा, त्रिपुरी नाडकर र महेश त्रिपाठीको फरक अवतारले निकै नै ध्यान तानेको थियो। निर्माण टिमको अनुसार अब छिट्टै नै ट्रेलर पनि सार्वजनिक गरिनेछ र यदि ट्रेलरले पनि यही रहस्य र फरकपन कायम राख्न सक्यो भने कका केकी पनि भदौ महिनाको निकै नै रोचक फिल्म बन्न सक्छ। अब कुरा गरौँ एउटा यस्तो फिल्मको जसको कलाकारहरू सार्वजनिक भइसकेका छैनन्, तर घोषणा मात्र भए पनि नेपाली फिल्म प्रेमीहरूको उत्सुकता निकै नै बढेको छ।
आर्कर्स इन्टरटेनमेन्टले आफ्नो नयाँ फिल्म द राइज अफ साम्राज्यको थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरेको छ र यो प्रोजेक्ट विशेष हुनुको सबैभन्दा ठूलो कारण हो निर्देशक सौरभ चौधरी र लेखक बुद्धिसागरको पहिलो सहकार्य। पोस्टरमा आगो, घोडामा सवार योद्धा, विद्रोह र ऐतिहासिक वातावरणको झल्को देखाइएको छ, जसले फिल्म कुनै ठूलो एपिक एक्सन ड्रामातर्फ सङ्केत गरिरहेको छ। निर्माण टिमले यसलाई नेपाली फिल्म उद्योगको सबैभन्दा ठूलो स्केलको एपिक एक्सन ड्रामा बनाउने दाबी गरेको छ। अहिलेसम्म कलाकारहरूको नाम त गोप्य राखिएको छ, तर फिल्म छायाङ्कन भने भदौको पहिलो सातादेखि सुरु हुने बताइएको छ। अब यो फिल्मले दाबी अनुसारको भव्यता पर्दामा देखाउन सक्छ कि सक्दैन त्यो त समयले नै बताउनेछ। अब अर्को अपडेट, लामो समयपछि अभिनेत्री साम्राज्ञी आर्यल शाहको कमब्याक हुँदैछ। निर्देशक सञ्जय रायले आफ्नो नयाँ फिल्म एक्का मिस्सी बादशाहको औपचारिक घोषणा गरेका छन्। फिल्ममा साम्राज्ञी आर्यल शाह मुख्य भूमिकामा रहने छिन्। उनले आफ्नो पात्रलाई साहसी, बोल्ड र अहिलेसम्मकै फरक भूमिका भनेर वर्णन गरेकी छिन्। निर्देशकका अनुसार फिल्म अहिलेको युवावस्थाको प्रेम, मित्रता, सामाजिक सञ्जाल र जीवनको उतार-चढावमा आधारित हुनेछ। अझ रोचक कुरा के छ भने फिल्मका दुई मुख्य पुरुष पात्रका लागि निर्माण टिमले खुल्ला अडिसन समेत घोषणा गरेका छन्। त्यसैले नयाँ आउनेहरूले पनि यो फिल्म मार्फत ठूलो अवसर पाउन सक्छन्। र अन्तिममा एउटा म्युजिकल अपडेट। भदौ 26 गते रिलिज हुने फिल्म बेहुलीको गीत दिलमा ठाउँ छ अहिले डिजिटल प्लेटफर्ममा निकै नै भाइरल बनिरहेको छ। सार्वजनिक भएको केही दिनमै गीतले युट्युबमा 13 लाख भन्दा बढी भ्युज प्राप्त गरिसकेको छ। त्यसै गरी टिकटकमा करिब 2,50,000 भन्दा बढी भिडियोहरू यस गीतमा बनिसकेका छन्। अर्जुन पोखरेलको सङ्गीत, अन्जु पन्त, प्रशान्त शिवकोटी र रवि वुडको स्वर तथा पारस बम ठकुरी र दिव्या रायमाझीको केमिस्ट्रीले गीतलाई दर्शकहरूमाझ निकै नै लोकप्रिय बनाएको छ। अब हेर्न बाँकी छ गीत जस्तै फिल्मले पनि दर्शकहरूको मन जित्छ कि जित्दैन। आजलाई यति नै, तर जानुभन्दा अगाडि हजुरहरूलाई केही प्रश्नहरू सोध्न चाहन्छु। आचार्यको टिजरमा हजुरहरूलाई सबभन्दा राम्रो लागेको कुरा के हो? मास्टरनी, पार्वती र ककाकेकी मध्ये हजुरहरू सबभन्दा बढी कुन फिल्मको प्रतीक्षामा हुनुहुन्छ? गौँथलीको यात्रा कहाँ रोकिन्छ जस्तो लाग्छ? 15 करोड, 17 करोड या त्योभन्दा पनि धेरै? हजुरहरूको विचार कमेन्टमा अवश्य लेख्नुहोला। यदि हजुरहरूलाई नेपाली फिल्मको यस्तै फिल्मी अपडेट र टिजर ट्रेलर रिभ्यू हेर्न मन पर्छ भने नेपाली फिल्मी अरालाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। भिडियो मन परेमा लाइक गर्नुहोस्, साथीहरूसँग सेयर गर्नुहोस् अनि बेल आइकन थिचेर समयमै अपडेट पाउनुहोस्। म फेरि भेट्नेछु अर्को रोचक नेपाली चलचित्र अपडेट सहित। तबसम्मको लागि जय नेपाल, जय नेपाली सिनेमा।